ख्रिस्टको रगतले हामी सबैजना निको भएका छौँ। ख्रिस्टको रगतले हाम्रा पापहरू फकालिएका छन् र ख्रिस्टको रगतले नै हाम्रा दोषहरू अब पूर्ण रूपले हामीबाट हटाइएको छ र परमेश्वरले हाम्रो निम्ति पठाउनु भएको एकलौटी पुत्र येशू ख्रिस्टद्वारा नै हामी सिद्ध भएको कुरा बाइबलले भन्दछ र हिब्रू 10:14 हामीले भन्दछ, किनकि एउटै बलिद्वारा जो पवित्र तुल्याइँदैछन् तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनु भएको छ। हामी एउटै बलिद्वारा, ख्रिस्टको बलिदानद्वारा हामी सिद्ध बनिएका छौँ। त्यो पनि सदाको निम्ति सिद्ध बनेका छौँ र यो चाहिँ केवल ख्रिस्टको बलिदानले मात्र सम्भव भएको छ।